र यो हो डेरापुर जाने बाटो। यो कैलाश सर्किट लाउने बेलाको पहिलो दिन हो यो। 12 किलोमिटर भन्छ भन्ने बेलामा मोटामोटी 14 किलोमिटर छ। यहाँको बाटो पनि अलिक छुट्टै टाइपको देखिन्छ। घरिघरि बादल लाग्ने, घरिघरि पानी पर्ने, घरिघरि घाम लाग्ने, छिनछिनो मौसम परिवर्तन हुने। एउटा मजाको कुरा के छ भन्दाखेरि यहाँ पर्दै जाने त्यो ठाडो गरेर चल्नु पर्दैन। यो 5000 चान्चुन फिटमा चाहिँ अवस्थित छ यो। एउटा नराम्रो पछि के छ भन्दाखेरि त्यही रोडमा गाडी कुद्ने, त्यही रोडमा मान्छे हिँड्ने। त्यो पनि नराम्रो लाग्छ होला। एक त खासै गुनासो गर्ने ठाउँ छैन। ग्लोबल वार्मिङले गर्दाखेरि सबै डाँडाहरू नाङ्गै देखिन्छ। कालो पत्थर जस्तै नाङ्गै अलिकति उचार ठाउँ जस्तो देखिन्छ। त्यो हिमाल भइदिएको भए सुनमा सुकुन हुन्छ। त्यही पनि अलिक विशिष्ट ठाउँ, विशिष्ट भएको ठाउँ जस्तो लाग्यो। एकपल्ट घुम्नै पर्ने ठाउँ हो।